हजुर उहाँ हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता देवेन्द्र थापा, दैलेख उहाँको घर हो। देवेन्द्र सर नमस्कार। नमस्ते। अब मैले आज तपाईँलाई चिया खान बोलाएको, हजुर। चियाको निम्ति मलाई आउनु भएको छ। अब दैलेख तपाईँको घर, अब दैलेख त अब पेट्रोल खाने पत्ता लागेको छ। दैलेख आफू पनि समृद्ध हुने, देशलाई पनि समृद्ध पार्ने के भइरहेको छ पेट्रोल उत्खननको त्यहाँ अहिले? धेरै लामो समयपछि हजुरसँग चिया खाने अवसर दियो, त्यसको लागि कृष्ण सरलाई धन्यवाद। यो पेट्रोल खानीको विषयमा योभन्दा तत्कालीन सरकारले सुरु गरेको पेट्रोलियम खानी उत्खनन चिनिया जियोलोजिकल कम्पनीले एउटा रिपोर्ट तयार गरेर नेपाल सरकारलाई बुझाइसकेको छ र नेपाल सरकारले पनि आयल निगम अन्तर्गत रहेर 4 जनाको एउटा कमिटी बनाएर र त्यो कमिटीले पनि आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको अवस्था थियो। त्यस लगत्तै नेपालमा जेन्जी आन्दोलनपछि त्यसपछि बनेको निर्वाचनपछि बनेको सरकारले चाहिँ बनिसकेपछि त्यसलाई अहिले त्यो करिब आइसियुको अवस्थामा छ। त्यसका बारेमा कुनै पनि अध्ययन भएको छैन र हामी त्यसको सरकारले के गर्छ भन्ने हामी त्यसको प्रतीक्षामा छौँ। हामी हेरिरहेका छौँ। उत्खनन प्रक्रिया अगाडि बढाएको छैन? उत्खनन प्रक्रिया चिनिया जियोलोजिकल कम्पनीले 4100 मिटर ड्रिलिङ गरिसकेपछि उसले त्यहाँ भएको टोटल मात्रा र प्रयोग गर्न सकिने अवस्था र त्यसपछि नेपाल सरकारसँग गरिनुपर्ने सम्झौताका विषयमा उसले सम्पूर्ण रिपोर्ट बुझाइसकेपछि निर्वाचन गरेर त्यसपछि सरकारले आफ्नो सरकार बनिसकेपछि त्यसपछि अगाडि कुनै पनि प्रक्रिया अगाडि नबढेको अवस्था छ। त्यहाँ भइरहेको राजनीति के हो? यो पेट्रोल खानीमा किन राजनीति? पेट्रोल खानीको राजनीतिमा मलाई लाग्छ यो कहीँ न कहीँ यसमा राजनीतिक कनेक्सन केही न केही छ देखिन्छ। यहाँ पछिल्लो अवस्था कस्तो भयो भन्दा सत्तापक्ष पनि र प्रतिपक्षले कसैले पनि यो दैलेखको पेट्रोलियम पदार्थको विषयमा चर्को रूपमा आवाज उठाएको बुझिएन र यसको अन्तर्य कहीँ राजनीति छ कि भन्ने हामी दैलेखवासी लगायत प्रणालीका हामी आम जनताहरू यसलाई शङ्काको घेरामा राखेर हेरेर तपाईँको शङ्का चाहिँ को माथि छ? कसले गडबड गरिरहेको छ त्यहाँ? अब यस्तो छ, अब यो राजनीतिक दलहरू पनि कस्तो छ भने चिनिया जियोलोजिकल कम्पनीले गरिरहँदा अब नेपाल सरकारको अहिले आफूले गर्न सक्ने लाग्छ यसको आफ्नो क्षमता छैन अथवा नभए सरकारले ठुलै त्यसको बजेट विनियोजन गर्यो भने हुनसक्छ। अब छिमेकी देशहरूको पनि कुनै इन्ट्रेस्ट हुनसक्छ जस्तो लाग्छ। यो यसमा के बालेन गभर्मेन्टले दैलेखको पेट्रोल खाने उत्खनन गर्न चाहँदैन? भने यसको मतलब यो होइन कि सरकार बनेको अब भर्खरै सरकार बनिरहेको छ, हामी सरकार के बोल्छ कि चाहँदै चाहेन भन्दा पनि यो बोलेन किन बोलिरहेको छैन भन्ने कुरामा हामी यो सरकारले यो विषयमा के बोल्छ। जस्तो अब अहिले नजिकै यो यही तुरुन्तै अहिले आउँदो वार्षिक बजेट तयारी गर्दैछ, त्यो बजेटमा कति बजेट यसलाई विनियोजन गर्छ अथवा जसले यसलाई उत्खनन गरेर 4100 मिटर उत्खनन गरे चिनिया जियोलोजिकल कम्पनीले उसँग रिपोर्ट फाइनल के छ तपाईँहरूसँग माग्नु दिनुहोस् भनेर मागेर उसले अन्य कुरा गर्नुपर्ने कुराहरू केही गर्छ कि हामी त्यसको पनि प्रतीक्षामा छौँ। होइन, सरकारले सुनेन, राजनीतिक दलहरूले सुनेनन्, प्रतिपक्षले सुनेन, नयाँ भनिएकाहरूले पुराना भनिएकाहरूले यसलाई लापरवाही गर्यो भने यसको प्रक्रिया चाहिँ जनताले आफ्नो न्यायका लागि अगाडि बढाउँछन्। प्रतिपक्षी दलले नसुन्ने भन्ने कुरा पनि गर्नुभयो। प्रतिपक्षी दल भने त तपाईँकै पार्टी काङ्ग्रेस होइन? प्रतिपक्षी दलले पनि संसदमा यसलाई प्रतिपक्षी दलको सभापति लगायत उहाँहरूले यसलाई अलिक जोडतोडका साथ उठाइदिनु पर्यो र उहाँहरू यो सार्वजनिक रूपमा बोल्ने उहाँहरूको स्पेस छ, सार्वजनिक ठाउँमा बोल्नु पर्यो प्रतिपक्षी दलले र त्यो लगत्तै त्यो सँगसँगै नेकपा पनि छ, नेकपा एमाले पनि छ, उहाँहरू कोही पनि सार्वजनिक रूपमा यो विषयमा बोल्नु भएको छ। न गएको निर्वाचन फागुन 21 गतिको निर्वाचनमा बोल्नुभयो उहाँहरू, न सरकार बनेपछि सरकारले बोल्यो, न प्रतिपक्षमा रहेका दलहरू, न मेरो दल, न प्रचण्डको दल, न केपी ओलीको दल, कसैले पनि उहाँहरूको दलले बोल्नु भएको छैन। त्यस कारण हामी के छ भन्दा यसलाई सूक्ष्म ढङ्गले यसलाई हामी शङ्काको घेरामा राखिरहेका छौँ। यसलाई अगाडि बढाउनु पर्ने चिनिया कम्पनीले हो अथवा नेपाल सरकारले हो अथवा दलहरूले हो? दलहरूले भन्दा पनि दलहरूको यसलाई प्रक्रियालाई अगाडि बढाउनु पर्ने भूमिका रहन्छ। राजनीतिक दलहरू यो उहाँहरूको जिम्मेवारी कुरा हो। सरकारलाई घचघचाउने दलहरूको कुरा हो। दलबाट बनिसकेको सरकार जस्तो नयाँ भनेको अहिले रासोपाको सरकार छ, रासोपाको सरकारले यो विषयमा कहीँ पनि बोलेको पनि सुनिँदैन। यो नेपाली नागरिकसँग भविष्य जोडिएको 50 देखि 60 वर्षसम्म नेपाली नागरिक र प्रणालीलाई विकासको मार्गमा डोराउने यो आयोजना हो। यो आयोजनाका विषयमा नबोल्नु भनेको के हो भन्दा यो देशमा केही पनि बन्न सक्दैन,
यो देशमा के बन्नलाई पनि अरूले नै सोचिदिनु पर्ने, अब यो अरूको अनुमति पेट्रोल उत्खननको यो कार्य अवरुद्ध पार्ने, ढिलासुस्ती गर्ने, यो भित्रको राजनीति के हुनसक्छ? राजनीति छिमेकीहरूको यसमा इन्ट्रेस्ट पनि हुनसक्छ र नयाँ छिमेकी भने अब चीन त प्रत्यक्ष संलग्न भइहाल्यो भारतको। भारत पनि यसमा छ, भारतको पनि चाहना हो कि चाहना के हो र अहिले बनेको सरकारको चाहना के हो? सरकारको पहिलो कुरा त यसले नेपालमा बनेको सरकारले यसलाई प्रक्रिया अगाडि बढाउँदा बढेन भने त्यसपछि छिमेकीहरूले हस्तक्षेप गरे कि भन्ने ठहर्न सक्छ। छिमेकी सँगसँगै यसमा जस्तो भारत र अमेरिकन अधिकारीहरू विभिन्न भेषमा दैलेखको त्यो पेट्रोल खानीहरू पर जाँचबुझ गर्न, निरीक्षण गर्न, अवलोकन गर्न दैनिक आउने गर्छन् भन्ने सुनिन्छ। के हो त्यो? अब यस विषयमा यस्तो छ, यो उत्खनन हुँदै गर्दा चिनिया कम्पनी जुन बेला त्यहीँ थियो, त्यो बेलामा आउजाउ मान्छेको र स्थानीय मान्छे, त्यसपछि स्थानीय पर्यटक, त्यसपछि दैलेख घुम्न जाने, रारा जाने बाटो, लगभग रारा जाने बाटो, मान्छेहरू रारा घुम्न जाँदा त्यही बाटोलाई पनि प्रयोग गरेर जानुभयो। जाने क्रममा मान्छेहरू अब यो कुटनीति नियोगका मान्छे जस्तो पनि लाग्छ, केही मान्छेहरू गएर आफ्नै ढङ्गले इन्फर्मल आफ्नै ढङ्गले बुझेर आएको पनि हामीले त्यो जानकारी पाएका हुन्छौँ। त्यसपछि हामीले सुरक्षा निकायहरूलाई भन्यौँ, यो यसरी मान्छे आउँदा सुरक्षाको दृष्टिकोण हुन्छ, विदेशी नागरिक उहाँहरूलाई भोलि तलमाथि पनि त्यसको जिम्मेवार तपाईँले पनि पर्न सक्छ भन्नु। त्यसपछि हामीले उहाँलाई भनिसकेपछि अब त्यो बेलामा चाहिँ केही त्यो बेलामा भनिसकेपछि उहाँहरूले चाहिँ त्यसलाई चाहिँ अब अलि हामी अब अलि तनाव पाउँछौँ भन्ने खालको कुरा भनिसकेपछि त्यसलाई चाहिँ अलिकति सोधखोज हुन थालेको थियो। जुन बेला सोधखोज हुन थालेको थियो त्यो बेला करिब डिलिङ सकिसक्यो र त्यसपछि अब अहिले हामीले के चाहिरहेको छौँ, कर्णालीका बासिन्दा, विशेष गरी दैलेखले अब यसले यो अहिले दैलेखमा बनेको ग्यासले धेरै कुरालाई आत्मनिर्भर गराउँछ। ग्यास मात्रै बाल्ने मात्रै होइन, यो गाडी चल्नेदेखि लगेर खाना पकाउने ग्यास, यो त 50-60 वर्षलाई पुग्ने क्षमता छ। 60 वर्ष पुग्न छ। त्यसपछि त्यहाँको नागरिकको भविष्यको कुरा छ, यो देशको भविष्यको कुरासँग जोडिएको पेट्रोलियम पदार्थ नेपालका राजनीतिक दल, सरकार, प्रतिपक्ष वा कुनै पनि दलहरूले यो विषयमा कुरा नउठाइन्छ। अहिले विशेष गरी कर्णाली विषयको चिन्ताको विषयमा छ। त्यो राज्यले कि त आफैले सुरु गर्नुपर्छ, राज्यले सुरु गर्दैन, कस्टम G2G गर्नु पऱ्यो, होइन चाइना जियोलोजिकल कम्पनीसँग जे सम्झौता भएको छ तिमीहरूको के हो भनेर उहाँहरूसँग मिटिङ गर्नु पऱ्यो। चीनले पनि रिपोर्ट बुझाएको छैन है। अब यस्तो छ, अब उसले आफूले हरेक चिज अब हरेक चिज मान्छेले आफ्नो बिजनेसकै मुनाफा हेर्ने, घाटामा गएर कोही पनि पत्ता लगाएको उसैले भएपछि उत्खनन पनि त उसैले गर्ने हो। अब त्यो सबै टोटल रिपोर्ट उसैसँग हुँदा उसले के उसको दाबी होला, एक खालको उसको माग पनि होला, यो मैले उत्खनन गरिसकेपछि यो मैले यो पत्ता लगाएको मैले लगाएपछि तपाईँले भने जस्तै यो मैले उत्खनन गर्नु पाउनुपर्छ। उत्खनन पनि गर्न पाउने र उसले लिनुपर्ने बेनिफिट के हो त्यो पनि स्योर बेनिफिट लिनुपर्ने, आफूलाई लिनुपर्ने सबै कुरा लिने चाहनावाला व्यापारीले आफूलाई नाफै खोज्छ। त्यो लगानी गरेको सित्तैमा हामीलाई दया गरिदिएर लगानी गरेको। अब यो आउँदो बजेट मार्फत सरकारले पेट्रोल उत्खननको निम्ति यथेष्ट बजेट छुट्याएन, त्यो प्रयास गरेको देखिएन। तपाईँले भने जस्तो दलहरू पनि चुपचाप बस्यो भने तपाईँ दैलेखवासीहरूसँग के गर्नुहुन्छ? होइन, हामी अब अहिले नयाँ बनिसकेको सरकारले के गर्छ भन्ने हामी एउटा प्रतीक्षामा छौँ। अर्को कुरा नजिक लगत्तै बजेट छ, बजेट विनियोजन कति गर्छ त्यो पनि हेर्दैछौँ। त्यसपछि सरकार अहिले स्थिर छ, यो सरकारले देशलाई अनुकूल, कर्णालीलाई अनुकूल हुने खालको कोसँग सम्झौता गरेर हुन्छ, पेट्रोलियम खानी उत्खनन अगाडि बढोस् भन्ने हामी प्रतीक्षामै छौँ। यदि अब यसलाई कसरी बुझ्नुहुन्छ उहाँहरूले, सरकारले कसरी बुझ्छ, राज्यले कसरी बुझ्छ त्यो उहाँहरूको कुरा हो। हामीले अहिले भएको यो उत्खननलाई अगाडि बढाइएन भने यसको विद्रोह दैलेखबाट सुरु हुन्छ, यो कर्णाली पुग्छ, यो कर्णाली हुँदै राज्यको केन्द्रमा पनि पुग्छ। विद्रोह भने के तपाईँहरू के गर्ने होइन, हामी उत्खनन हुनु पऱ्यो भने आन्दोलन गर्छौँ। हामीलाई यो आन्दोलनको क्रममा उत्खनन गर्ने कुरोमा यसमा कुनै पनि राजनीति रङ हुने छैन र यो चाहिँ स्वतः नागरिक उठेर यसलाई उत्खनन गर्ने प्रक्रियालाई अगाडि बढाउँछ। यसलाई अप्पर कर्णाली रोके चाहिँ, अप्पर कर्णाली ध्वस्त बनाए चाहिँ, नेपालका विभिन्न प्रोजेक्ट रोके चाहिँ, अहिले नवलपरासीको धौवादी फलामखानी रोके चाहिँ, त्यसपछि रुकुममा भएको फलामखानी रोके चाहिँ, दैलेखको पेट्रोलियम खानी उत्खनन खानी रोक्ने जे चेष्टा गरिरहेको छ त्यो चाहिँ नागरिकले त्यसलाई त्यति सजिलै हुन्छ त भइहाल्यो भन्ने मनस्थितिमा नागरिक छैनन् भन्ने कुरा मैले बुझेको छु। धन्यवाद।